6 र 3 63 पदलाई हामी पल्टाउनेछौँ। त्यसलाई हामी पढौँ। एउटा 6 अध्यायको 63 पद। 6 अध्यायको 63 पद। 6 अध्यायको 63 पद। आइज यता कपडा होइन सियो त्यतिकै बस्या। शरीरले केही फाइदा दिँदैन। जुन वचनहरू म तिमीलाई भन्दछु ती आत्मा हुन् र जीवन हुन्। आमेन। के हो भने जुन वचन म तिमीलाई बताउँदछु ती आत्मा र जीवन हुन् भनेर चाहिँ येशू ख्रीष्टले भन्नुभएको छ। आत्मा र जीवन हो। परमेश्वरको वचन चाहिँ के हो? जीवन हो। अनि जब हामी मत्ती 4:4 हेर्छौँ भने मानिस रोटीले मात्रै होइन परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले जीवित रहनेछ। भन्नुको अर्थ यस परमेश्वरले हामीलाई एउटा सजिलो कुरा के सिकाउँदै हुनुहुन्थ्यो भने चाहिँ मानिस केवल रोटीले मात्रै होइन शारीरिक भोजनले मात्रै मानिस हो। यसको अर्थ यो होइन कि हामीलाई शारीरिक भोजनको आवश्यकता छैन भन्नु खोज्नु भएको होइन होइन। कतिले त्यस्तो बुझ्नु भएको होला होइन। अनि येशू ख्रीष्टले भन्नुभयो मानिस रोटीले मात्रै होइन भन्नुको अर्थ उहाँले चाहिँ शारीरिक भोजन चाहिँ इम्पोर्टेन्ट छैन, महत्त्वपूर्ण छैन भन्न खोज्नु भएको होइन। शारीरिक भोजन आवश्यकता छ हाम्रो शारीरिक जीवन जिउनको निम्ति, हाम्रो शरीरलाई स्वस्थ बनाउनको निम्ति, तन्दुरुस्त बनाउनको निम्ति हामीलाई खानाको आवश्यकता पर्छ। तर वास्तवमा परमेश्वरले भन्दै हुनुहुन्थ्यो त्यो आत्माको बारेमा के त होइन। जुन खानाले पनि त्यो आत्मालाई जीवित बनाउन सक्दैन, तिम्रो शारीरिक खानाले तिमीहरूको आत्मालाई जीवित बनाउन सक्दैन। अनि त्यो आत्मालाई बचाउनु को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। आमेन। त्यसलाई बचाउनुहुने चाहिँ येशू हुनुहुन्छ। उहाँले चाहिँ यो आत्मालाई बचाउनुहुन्छ। अनि त्यही भएर यति मानिस रोटीले मात्रै होइन परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले जीवित रहनेछ। अनि म जुन वचनहरू तिमीलाई बोल्दछु के हो भने त्यो आत्मा र वचन हो। आमेन। आत्मा र जीवन हो भनेर परमेश्वरले हामीलाई भन्नुभयो। जब हामी जीवन बिताउँछौँ मानिसहरू प्राय सोध्दछन् कतिपय कुराहरू सोध्छन् कि केही कुरा वास्तवमा मलाई बाँच्न सक्षम बनाउँछ त, के कुराले मलाई बाँच्नलाई सहायता गर्छ त। कतिले भन्छन् मसँग पैसा नै जीवन हो भन्छ, कोहीले होइन पैसा नै एभ्रिथिङ भन्छ नि होइन। पैसा नै सबै थोक हो, पैसा भएन भने संसारमा केही पनि हुँदैन। म त्यो मनुष्यलाई म भन्छु कि यदि पैसा नै सबै थोक हो भने जब मानिस अन्तिम स्टेजमा हुन्छ डाक्टरले पनि सरी भन्छ त्यति बेला तिम्रो पैसा केही पनि काम लाग्दैन। आमेन। त्यति बेला तिम्रो पैसा केही पनि काम लाग्दैन। तिमी जति धनी किन नहोला होइन, जति विद्वान किन नहोला, धेरै धन ठुलो धन किन तिम्रो धनले तिमीलाई बचाउन सक्दैन। अन्त कतिले भन्छ जीवन पैसा नै जीवन हो होइन, किनभने मासु चाहिँ हो पैसा आवश्यकता छ संसारमा जिउने बेलासम्म पैसा छ, आवश्यकता छ होइन, आवश्यकता छ पैसा होइन, आवश्यकता चाहिँ हो मानिसको जरुरत, आवश्यकता चाहिँ पैसा हो। पैसाले हामीलाई जीवन दिँदैन प्रेयर, येशू ख्रीष्ट हामीलाई जीवन दिनुहुन्छ। आमेन। पैसालाई चाहिँ एउटा संसारमा जिउनको निम्ति एउटा साधन हो होइन, एउटा माध्यम हो होइन। कतिले भन्छन् चाहिँ पैसा नै जीवन हो भन्छन् होइन। कतिले भन्छन् कि स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो भन्छन्। भन्नको अर्थ म चाहिँ तन्दुरुस्त छु कारण मैले खाएको छु पिएको छु होइन। अनि तन्दुरुस्त बनाउने चाहिँ को हुनुहुन्छ त? आमेन। त्यो तन्दुरुस्त बनाउनु चाहिँ परमेश्वर हुनुहुन्छ। अनि उहाँलाई चाहिँ बिर्सिन्छौँ होइन मेरो सम्पत्ति मेरो स्वास्थ्य नै सबभन्दा ठुलो त जीवन हो होइन, ठुलो सम्पत्ति हो भनेर हामी भन्दछौँ। कतिले भन्छन् सम्बन्ध र माया नै जीवनको सहारा भन्छन्। त्यो सम्बन्ध र माया नै जीवनको सहारा भन्छ। अर्थात् मेरो सम्बन्ध राम्रो भयो भने मैले कसैलाई राम्रो माया भने त्यही नै मेरो लागि जीवन हो होइन प्रियहरू। ती सबै कुरामा ठुला परमेश्वर ख्रीष्ट तेरो येशू ख्रीष्टले स्पष्ट रूपले के भन्नुभयो? शरीरले केही फाइदा दिँदैन होइन, शरीरले केही अर्थ लाग्दैन होइन। अर्थात् सांसारिक वस्तुहरूले मात्र आत्मालाई साँचो जीवन दिन सक्दैन। आमेन। मैले के भन्दैछु बुझ्दै हुनुहुन्छ? संसारको कुराले चाहिँ आत्मालाई जीवन दिन सक्दैन। आत्मालाई जीवन दिने को हुनुहुन्छ? येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। हाम्रो आत्मा मरेको थियो प्रियहरू होइन। तपाईँले विश्वास गरेर कति वर्ष भयो? 65 सालमा हो। 65 भनेपछि 70 5 वर्ष 15 वर्ष 17 वर्ष भयो होइन। 17 वर्ष 17 वर्षभन्दा अगाडि तपाईँ के हुनु भएको थियो? मर्नु भएको थियो एक प्रकारले होइन। अनि हाम्रो आसपासको राजाले के भन्नुहुन्छ नि हेर्नुहोस् त म 17 वर्ष मरेको थिएँ र आज म बाँचेको छु। आमेन। हेर्नु त मेरो हात औँला चल्छ होइन, हेर्नु त म बोल्न सक्छु होइन, म हिँड्न सक्छु। मरेको मान्छे हिँड्न सक्छ, बोल्न सक्छ, हात यसरी हल्लाउन सक्छ? सक्दैन नि त। हेर्नु त म 17 वर्षसम्म वास्तविक रूपले आत्मिक रूपले मरेको थिएँ
होइन र? आज म बाँचेको छु, मेरो शरीर चल्छ। तपाईँलाई 4 दिनसम्म मरेको मानिस यदि अहिलेको जमानामा जीवित हुने हो भने लाइन लाग्छ, मानिसको लाइन लाग्छ। हेर्नु त म 70 वर्षसम्म मरेको थिएँ, अहिले म जीवित भएको छु। कोही मलाई देख्न हेरेर आयो? किन हेरेर आएको छैन? कारण मैले बताएकै छैन, होइन? मैले भनेकै छैन मानिसहरूलाई। देव येशूले भन्नुहुन्छ, म जुन वचन तिमीहरूलाई बोल्दछु त्यो आत्मा हुँदा आमेन। जीवन त्यो पवित्र आत्मा जो परमेश्वरले दिनुभएको आत्मा चाहिँ तपाईँ र मेरो भित्र छ प्रियहरू। त्यही भएर शरीरले केही अर्थ राख्दैन। जब यसुले भन्नुभयो शरीरले केही अर्थ राख्दैन, त्यसको मतलब उहाँले हाम्रो शरीर वा भौतिक वस्तुहरू बेकार छन् भन्नुभएको होइन, अब खतम भयो भन्नु खोज्नु भएको होइन। हाम्रो शरीर पृथ्वीमा बाँचुन्जेल आवश्यकता छ, होइन? यो शरीर आवश्यकता छैन, मलाई चाहिँदैन भन्न मिल्छ? मिल्दैन नि त। बाँचुन्जेल हामीलाई आवश्यकता छ, तर त्यसले आत्मालाई जीवन दिन सक्दैन, होइन? कति स्वादिष्ट खाना खाए पनि, कति सुन्दर घर बनाए पनि, वा कति धन आर्जन गरे पनि, हृदय वा आत्मा खाली छ भने पनि त्यहाँ साँचो खुसी हुन सक्दैन, किनभने आत्मा सुकेर निर्जीवित भइसकेको छ। आमेन। आज संसारमा मानिसहरू चाहिँ मरेको आत्मा लिएर जीवित र जिविरहेका छन्, होइन? आज मरेको थियो, त्यस्तै गरी तपाईँ र म पनि एकुन्तामा मरेका थियौँ, होइन? तपाईँ र मेरो आत्मा पनि एकुन्तामा मरेको थियो। निर्जीवन छ भनेको, निष्क्रिय छ भनेको कार्य गर्दैन, काम गरिरहेको छैन, उसलाई प्यारालाइज लागेको छ एक प्रकारले भन्दै गर्दा। प्यारालाइज लागेको मानिस कस्तो हुन्छ? केही गर्न सक्छ? केही गरेर थपक्कै सुत्ने हो। न त्यसले हल्लाउन सक्छ, न केही गर्न सक्छ, होइन? न हातखुट्टा हल्लाउन सक्छ, केही गर्न सक्दैन प्रियहरू। आज त्यस्तै तपाईँ र मैले विश्वास गर्नुभन्दा अगाडि तपाईँ र मेरो जीवन, तपाईँ र मेरो आत्मा चाहिँ प्यारालाइज भएको थियो, निष्क्रिय थियो। जब ख्रीष्टको आत्मा तपाईँ र मेरो जीवनमा आयो तब हामीले पूर्ण रूपले कार्य गर्ने योग्यता भएका छौँ, है? अब हाम्रो हातखुट्टा चल्न थालेको छ, अब हामी राम्रो कुराहरू सोच्न थालेका छौँ। त्यही भएर हाम्रो जीवन चाहिँ ख्रीष्ट येशूमा छ, आमेन। त्यही भएर येशूले भन्नुहुन्छ, म तिमीलाई के गर्छु? जुन वचन म तिमीलाई बताउँछु त्यो आत्मा र जीवन हुन्, होइन? अनि आत्मा र जीवन हुन्। आत्माले जीवन दिन्छ, होइन? यसुले भन्नुभयो आत्माले जीवन दिन्छ। जब पवित्र आत्मा हामीभित्र काम गर्न थाल्नुहुन्छ अनि हताश मनहरूमा साहस आउँछ, होइन? एकपल्ट आशा मरेको जीवनहरूमा आशा आउन थाल्छ। जब ख्रीष्टको आत्मा तपाईँ र मेरो साथमा आउँछ प्रियहरू, तब हामी पूर्ण जीवित हुन्छौँ, ख्रीष्टसँग, येशू ख्रीष्टसँग दौडी उठ्छौँ, होइन? त्यही भएर हामी त्यसपछि हामी भन्न सक्छौँ कि ख्रीष्ट म, होइन? ख्रीष्ट ममा जीवन हुन्छ, आमेन। पावललाई जब हेर्छौँ भने, पावललाई जब तपाईँ र म याद गर्छौँ भने, पावल यस्ता व्यक्ति थिए, परमेश्वरले उनलाई यस्तो चमत्कार गर्ने क्षमता दिनुभएको थियो कि पावलको रुमाल पनि यति कुनै बिमारीले छुन्थ्यो भने त्यो बिमारी त्यही क्षण निको हुन्थ्यो प्रियहरू, होइन? त्यस्तो सामर्थ्यवान मानिसलाई उसले के भनिदिइरहेको छ? म येशू ख्रीष्टको अनुग्रहले छु, आमेन। म येशू ख्रीष्टको अनुग्रहले छु भनेर उसले भन्दैछ। अनि पछि आएर उसले के भनिरहेको छ? म, होइन, ख्रीष्ट मभित्र जिउनुहुन्छ हो। म आज यो जीवन जिरहेको छु होला, आज मेरो संसारमा बचुन्जेल यो शरीर मेरो छ होला, तर प्रियहरू यो भित्र येशू ख्रीष्टको जीवन छ। येशू ख्रीष्टले हामीलाई जीवन दिनुभएको छ। हामी त मरेका थियौँ, हामी त नरकतिर दौडिरहेका थियौँ, हामी नरकतिर गइरहेका थियौँ, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई आफैले चाहिँ प्रेम गर्नुभयो र आफ्नो एकमात्रै पुत्र दिएर हामीलाई कलवारी क्रुसमा आफ्नो पुत्रलाई बलिदान दिएर उहाँले हामीलाई के गर्नुभयो? नयाँ जीवन दिनुभएको छ, आमेन। अब फेरि हामी ख्रीष्टसँगै बौरी उठेका छौँ। अब ख्रीष्टसँगै हामी के भएका छौँ? क्रुसमा टाँगिएका छौँ, ख्रीष्टसँगै बौरी उठेका छौँ, ख्रीष्टसँगै हामी अब के गर्नेछौँ? स्वर्गीय स्थानहरूमा बसालिएका छौँ, आमेन। हामी चाहिँ स्वर्गका नागरिक हौँ। आज चाहिँ हामी स्वर्गका नागरिक हौँ। हामी केवल सास फेर्ने शारीरिक प्राणी मात्र होइनौँ, हामी त परमेश्वरको आत्माद्वारा बाँच्नका लागि सृजना गरेका प्राणीहरू हौँ, आमेन। अर्थात् मानिसहरू हौँ। जब परमेश्वरले आफ्नो आत्मा हामीलाई दिनुहुन्छ त्यति बेला मात्रै हामी साँचो जीवन र आनन्दको अनुभव गर्न सक्छौँ। जब ख्रीष्टको आत्मा तपाईँमा भित्र आउनुहुन्छ, त्यो आनन्दको आत्मा, त्यो पवित्र आत्माको आत्मा, त्यो प्रेमको आत्मा, अनि त्यो सहनशीलताको आत्मा, अनि त्यो के अरे नम्रताको आत्मा, अनि त्यो के हो, अनि अरू के छ त्यहाँ? पवित्र आत्माको 9वटा जतिवटा फल छ नि, ती सम्पूर्णको आत्मा जब तपाईँ मेरो जीवनमा आउँछ तब हामी जीवन र आनन्दको अनुभव गर्न सक्छौँ। तब मात्रै
हामी आफैबाट कहिले पनि आनन्द अनुभव गर्न सक्दैनौँ। फिलिप्पी 4:4ले के भन्छ? ख्रीष्टमा सधैँ आनन्द गर, प्रभुमा सधैँ आनन्द गर। जो को व्यक्तिले लेख्दैछ त्यो व्यक्ति थाहा छ पावल त्यति बेला झ्यालखाना हुनुहुन्थ्यो। उहाँको हातमा पनि ठिरो लगाएको थियो, अर्थात् साङ्गाले बाँधिएको थियो, खुट्टामा पनि साङ्गाले बाँधेको थियो। त्यो व्यक्तिले भन्दैछ प्रभु सधैँ आनन्द गर, म फेरि पनि भन्दैछु आनन्द गर। जो व्यक्तिलाई आनन्द वास्तवमै छैन, संसारमा हुने बेलासम्म उसलाई आनन्द छैन, उसलाई सताइरहेका छन्, उसलाई कोर्रा लगाइरहेका छन्, उसलाई पिटिरहेका छन्, थुकिरहेका छन्, अनि उसले त्यही व्यक्तिले लेखिरहेका छन् कि प्रभु सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द। कसरी लेख्न सक्यो त? उसले थाहा पायो कि जब पवित्र आत्मा भित्र आउनुभयो अनि उसले साँचो आनन्दको अनुभव गरे। आमेन। संसारी रूपले ऊ सताइएको थियो होला, संसारी रूपले उसलाई चोट लागेको थियो होला, पीडा थियो होला। तब ख्रीष्ट पवित्र आत्मा उमाथि थियो अनि पवित्र आत्माले चाहिँ जुन स्वर्गको आनन्द उमाथि अनुभव गर्न लगाउनु भयो अनि ऊ एकदम रमाउन थाल्यो। पीडा भए पनि, घाउ भए तापनि ऊ आनन्द मनाउन थाल्यो अनि उसले लेख्यो कि प्रभु सधैँ आनन्द गर, म फेरि भन्दैछु आनन्द गर। आमेन। त्यो आनन्द वास्तवमा आज तपाईँले मैले अनुभव गरेका छौँ। हामीलाई त कोरो लगाएको छैन होइन र, हामीलाई त थुकेको छैन, हामीलाई त जेलमा हालेको छैन, के साँच्चै हामी आनन्द गर्न सक्दैनौँ? सक्छौँ जब तब मात्रै जब फ्रेसको आत्मा तपाईँहरू भित्र आउनुहुन्छ। आमेन। यसुका वचन आत्मा र जीवन हुन्। आमेन। यसुका वचन आत्मा र जीवन। यसुले भन्नुभयो म तिमीहरूलाई बोलेका वचनहरू आत्मा र जीवन हुन्। यसको अर्थ परमेश्वरको वचन नै जीवनको स्रोत हो। आमेन। परमेश्वरको वचन नै के हो? जीवनको स्रोत। यसु ख्रीष्टले भन्नुभयो बाटो सत्य र जीवनको हो म हुँ। यो भन्नु भने नि त्यो हो, उहाँ हो भन्नु भएन। उहाँले के भन्नु? म हुँ। मको अर्थ के हुन्छ? म बाहेक अरू कोही पनि छैन। आमेन। म बाहेक अरू कोही पनि छैन। जीवन दिनुहुने म बाहेक अरू कोही छैन। कारण ख्रीष्ट यसु नै क्रुसमा गएर मर्नु भएको, अरू कोही गएर क्रुसमा मरायो होइन। न तपाईँ गएर मऱ्यो, न म गएर मरेँ, न अरूले गएर क्रुसमा कलवारी क्रुसमा रगत बगाएको होइन। ख्रीष्टले मात्र रगत बगाउनु उहाँले भन्नुभयो बाटो सत्य जीवन म। त्यही कारणले परमेश्वरको वचन नै जीवनको स्रोत हो होइन। यो वचन के हो? अनि दुई धारे तलवार हो। जब हामी वचन सुन्छौँ तब केवल ज्ञानको रूपमा होइन, जीवित परमेश्वरको सासको रूपमा ग्रहण गर्नुपर्छ। आमेन। ज्ञानको रूपमा मात्रै हामी वचन नपढौँ, नसुनौँ। ठिक छ प्रभुले यस्तो ज्ञान दिनुभएको छ, होइन, यसले हामीलाई जीवन दिन्छ होइन। यो रेमा यसले जीवन दिन्छ हामीलाई होइन। लेखिएको वचन नै यो परमेश्वरले सास फ्याँक्यो, आफ्नो सास हालिदिनु भएको वचन हो। जब हामी हरेक बिहान यो बाइबल पढ्छौँ अनि हामीले यसमा जीवन प्राप्त गर्छौँ। आमेन। जीवन प्राप्त गर्छौँ। जब हरेक बिहान यो बाइबल पढ्छौँ हामीले जीवन प्राप्त गर्छौँ। जब वचन हाम्रो हृदयमा प्रवेश गर्छ पापमा मरेका भागहरू भिजिन्छन्, निराशापन हट्छ र नयाँ बल प्राप्त हुन्छ। आमेन। जब हामी तपाईँको जब मैले भने नि, जब हामी परमेश्वरको वचन पढ्छौँ भने के हुन्छ अरे? निराशपन हट्छ, नयाँ बल प्राप्त गर्छ। एशियाको पुस्तकले भन्छ म सिल झै माथि माथि उड्नेछु। आमेन। न म थाक्नेछु, न म के हुनेछु? लल्याङ्गुल हुनेछु, तर नयाँ मानिस झै अर्थात् नयाँ सिल झै आकाशमा माथि माथि उड्नेछु भनेर भनेका छन् जब तपाईँले परमेश्वरको वचन पढ्छ भने। त्यसैले कहिलेकाहीँ त्यही भएर परमेश्वरले चाहिँ जीवित वचनद्वारा हाम्रो आत्मालाई पूर्ण जीवित गराउनुहुन्छ। आमेन। जीवित वचनद्वारा उहाँले हाम्रो आत्मालाई पूर्ण जीवित बनाउनुहुन्छ। हाम्रो जीवनलाई वास्तवमा टिकाइ राख्ने शक्ति यो संसारको होइन, तर परमेश्वरको वचन हो। आमेन। ख्रीष्टमा अड्डाइराख्ने चाहिँ वास्तवमा संसारिकका कुराहरू होइन प्रियहरू, परमेश्वरको वचन हो। हामीले कसका वचनले विश्वास गरेका हौँ? मानिसको वचनले हो? होइन नि त, होइन, ख्रीष्टको वचनले हो। आज हाम्रो हृदय पवित्र आत्माको लागि खोल्नुहोस् र यसुका वचनलाई जीवनको रूपमा ग्रहण गर्नुहोस्। त्यसपछि तपाईँको सुकीको आत्मा ताजा हुनेछ, हताशमय आशा बदलिनेछ र पूर्ण उत्थानको शक्ति तपाईँको जीवनको हरेक भागमा नयाँ जीवन ल्याउनेछ। आमेन। पूर्ण उत्थानको शक्तिले चाहिँ तपाईँको हरेक भागमा नयाँ जीवन ल्याउनेछ जब तपाईँले यो परमेश्वरको वचनलाई पढ्नुहुन्छ। परमेश्वरको त्यहाँ परमेश्वरले भन्नुहुन्छ आत्माले पो जीवित पार्नुहुन्छ। स्पष्ट भन्नुभएको छ नि त होइन। आत्माले पो जीवित पार्नुहुन्छ, शरीरले के फाइदा दिन्छ? अर्थात् यो मासुले के फाइदा दिन्छ त? के फाइदा दिन्छ त? खालि रोग लाग्छ होइन, खालि बिमार हुन्छ
केही फाइदा छ त यसको? केही फाइदा लाग्दैन मलाई त। अलिकति चिसो भयो भने चिसो घुसिहाल्छ होइन, अलिकति गर्मी भयो भने घाँस गर्मी भयो भने छाला पोलिहाल्छ। के फाइदा छ त यसको? वास्तवमा हेर्नुपर्दा सानो बिमार भयो भने, रोग लाग्यो भने ठुलो क्षति पुग्छ, अलिकति काट्ने भने हतपत निको हुँदैन। शरीरले के फाइदा दिन्छ र होइन? शरीरले के फाइदा दिन्छ र? जुन वचनहरू म तिमीलाई भन्दैछु त्यो आत्मा हो र जीवन हुन्। आमेन। त्यो आत्मा र जीवन हुन्। आत्मा, पवित्र आत्मा तपाईँहरू मभित्र हुनुहुन्छ। पवित्र आत्माले जब तपाईँ मेरो जीवनमा कार्य गर्नुहुन्छ, तपाईँहरूदेखि जीवन होला। त्यो जीवन चाहिँ आज मानिसहरूले थाहा पाउन आवश्यकता छ। आमेन। त्यो जीवन चाहिँ आज मानिसहरूले देख्न आवश्यकता छ। त्यो जीवन को हो? ख्रीष्ट येशू हुनुहुन्छ। आमेन। त्यो पवित्र आत्मा को हुनुहुन्छ? पवित्र आत्मा जसले तपाईँहरू मलाई के गर्नुभएको छ? ख्रीष्टमा अगाडि बढ्नलाई होइन, आराधना गर्नलाई, सेवा गर्नलाई उत्साह दिइरहनु भएको छ। वचनहरू मनन गर्नलाई सहायता गरिरहनु भएको छ। परमेश्वरका वचनहरू बारम्बार 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 निरन्तर 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 याद दिनलाई अनि हामीलाई सम्झाउनलाई, हामीलाई घचघचाउनको निम्ति, हाम्रा पापहरू हामीलाई याद दिलाउनको निम्ति उहाँले हरदम हाम्रो निम्ति उहाँले के गर्नुभएको छ? काम गरिरहनु भएको छ। अनि जब हामी वचन सुन्छौँ तपाईँ वचनले हाम्रो जीवन दिनुहुन्छ। है त्यही भएर आजको वचनबाट यही सिकेको चाहन्छु कि जुन वचनहरू म तिमीलाई भन्दछु ती आत्मा र जीवन हुन। है वचन राख्नेछ।